जना भित्री रूपमा भने मैले एकदम भाइ मान्छु, मलाई दिदी मान्नुहुन्छ हैन। अनि मामा माइजू भन्छ उसले। अनि त्यही त रियल लाइफ र रियल लाइफ अघि कुरा आएको थियो नि, रियल लाइफमा उनीहरूको जोडी एकदमै राम्रो मिल्छ, किन उनीहरूको सोचाइ मिल्छ। एउटा को स्टारसँग जिउ मात्रै मिलेर हुँदैन, विचार मिल्नुपर्छ। विचार मिल्नु बित्तिकै उनीहरूको हरेक कार्य मिल्छ क्या, काम गराइ मिल्छ। उनीहरूको विचार मिल्छ, दया र मिरुनाको विचार मिल्छ। अनि त्यसले गर्दाखेरि फेरि दयाबाट धेरै कुरा सिक्यो नि त मिरुनाले, धेरै कुरा सिक्यो। नभए त्यो क्षेत्रमा र अभिनयमा रियल लाइफ र रियल लाइफ दुइटै कुरोको धेरै ज्ञान पायो उसले। त्यसले गुरु जस्तो मान्छ नि त उसले। त्यसले गर्दा बाहिरबाट दर्शकले भन्नु त राम्रो हो, तर उनीहरूको सबैको मनमा बस्यो। त्यो रियल लाइफमा चाहिँ जोडी असाध्यै राम्रो छ। दिदी अब फेरि हामी धरान फर्कौँ है। धरान फर्किने क्रममा अब तपाईँ धरानबाट अब युके जानु धेरै वर्ष भयो होइन, उतै पनि बस्नुहुन्छ, तर धरानलाई धेरै माया गर्नुहुन्छ होइन, कति साथ सहयोग गरिराख्नु भएको छ होइन। यो विषयमा भनिदिनुहोस् न, हजुरले चाहिँ अब धरानको लागि थुप्रै काम गर्नुभयो, के रहेछ अलिकति आम दर्शक बिनालाई पनि जानकारी दिनुहोस् न। खै त्यस्तो थुप्रै त गरेको छुइनँ। पहिला चाहिँ म यहाँ हुँदाखेरि सामाजिक अभियन्ता भनौँ न, के भन्दो रहेछ नि अचेल त होइन, एउटा दुइटा महिलाहरूलाई हेल्प गर्दा गर्दै सामाजिक कार्यमा संलग्न भएँ। र धेरै अहिले हो भने तपाईँहरूले जस्तो हो नि युट्युब चलाउने हो भने, मैले अहिले चलाउँछ नि युट्युबमा को महिलालाई सहयोग गरेको, रुएको, श्रीमानले हेपेको, थानामा गएको त्यो हाल्छ नि। त्यो चाहिँ गरेको म त खरबौपति हुने रहेछु कि। एक दिनमा 7 र 8 वटासम्म केसहरू हेर्थेँ महिलाहरूको, र 3 चोटिसम्म यिनीहरू पुगेको छ, त्यहाँ चिन्छन् पनि मलाई सबैले होइन। यो थानामा त दिनमा 10 चोटि नै पुग्नु पर्थ्यो। अनि राति हाँसु रातिभरि सुत्नु पाउनुहुन्थ्यो। भेनाजु त कहिले रिसाउनु हुन्थ्यो, डङ शशी दिदी भन्ने आउँथ्यो। मेरो बुढालाई लग्यो, कुन के बुढीले के भयो भने त्यो युट्युब चलाएको भए त मैले त खरबो कमाउने रहेछु मैले। तर त्यतिखेर मेरो पालामा थिएन, यसरी युट्युब थिएन। अनि महिलाहरूको लागि बलात्कृत महिलाहरू, युवाहरू, अनि हाम्रो दुर्व्यसनमा डुबेका युवाहरूको लागि मैले एकदम सफ्ट तरिकाले, नरम तरिकाले उहाँहरूलाई हेल्प गर्थेँ होइन। अनि अन्यायमा परेको, घरमा हेपेको, श्रीमानले हेपेका महिलाहरूको लागि, त्यो मात्रै नभएर श्रीमतीले हेपेका, श्रीमतीद्वारा हेपिएका पुरुषहरूको लागि पनि मैले एउटा सहारा बन्थेँ। धेरैलाई मैले सहयोग गरेँ। धेरैले यति साह्रो कि मलाई विश्वास पनि गर्नुहुन्थ्यो क्या। मतलब हाम्रो प्रशासनहरूले पनि शशी दिदी आएपछि यो केस हुन्छ, मिल्छ भन्ने खालको। मैले चाहिँ पहिला कस्तो पनि थियो भने धरानमा डरलाग्दो गिरोहहरू थियो क्या। श्रीमतीलाई छुट्याइदिने, तँलाई यति दिलाइदिन्छु भन्ने, अंश लिदिने। अनि त्यो उनीहरू सबै साइड लागेको थियो। मैले चाहिँ एकदम क्लियर 1 रुपियाँ आफ्नो गोजीको खर्च गरेर त्यस्तो काम गर्न थालेपछि चाहिँ एकदमै राम्रो भएको थियो, राम्रो काम गरेको थिएँ। तर चट्टै मैले छोडेर जानु पर्यो। अनि अर्को चाहिँ हाम्रो गोर्खा वुमेन महिला जुन थियो हाम्रो यहाँको सुनसरी जिल्लाको, साथीहरूको सहयोगले धेरै ठुल्ठुलो काम गरियो। हामीले बेडो आचार्यको के अरे किताब पनि छाप्यौँ होइन। अनि हाम्रो राजेश विद्रोहीको पनि एउटा किताब प्रकाशन गरिदिउँ। अनि दुईटा भनौँ न, साहित्यमा पनि हामीले हात हाल्यौँ महिलाहरूले, गोर्खा महिलाहरूले। अनि हामीले चाहिँ लाउरेहरूको घरबाट अहिले सम्झिँदाखेरि कति ठुलो कुरो के, लाउरेहरूको घरबाट मलाई कहाँबाट त्यो दिमागमा आयो, हामी लुगा कलेक्सन गर्थ्यौँ क्या, लुगा भेला पारेर। किन एउटा लाउरेनीले त यहाँ दुलो परेपछि लाउँदैन नि त, तर कपडा ब्याङ्क कपडा। अनि एउटा दाउरा बज्ने दाउरेनीको लागि त यत्रो दुलो त केही पनि होइन नि त, लुगा लाउनु पायो भने भयो। अनि लुगा भेला पार्दा यति धेरै लुगा उठ्थ्यो लाउरेनीहरूकोबाट। अनि 10 बजार लाउँथे, तर फ्रीमा बाँड्ने होइन, फ्रीमा इज्जत हुँदैन भनेर। अनि 1 रुपियाँ 2 रुपियाँ 3 रुपियाँ एउटा राम्रै साडीलाई 5 रुपियाँमा त्यसरी बेचेर 30-35 हजार हामीले उठाउँथ्यौँ पैसा। त्यसले पनि समाजसेवै गर्थ्यौँ होइन। त्योहरू थुप्रै काम यति धेरै गरेँ मैले। तर के भन्छ त्यसलाई, मलाई कस्तो थियो भने दस्तावेज राखिनँ क्या मैले, राख्नुपर्ने रहेछ। मलाई कस्तो लाग्छ, अर्काको दुःख लेखेर राखेर के गर्ने, सहयोग गरेको त हो भनेर मैले कहिले पनि दस्तावेज राखिनँ। अहिले अनुमानित भन्यो भने 5,000-6,000 केस धेरै हेऱ्यो होला महिलाहरूको होइन, त्योभन्दा धेरै हेरेँ। अनि अरू सामाजिक कामहरू कति गरेँ। अब यो पाथिभरा लाइनमा अलिकति चित्त दुखाइ पनि भयो। अहिले त्यसै यस्तो हुँदैन नि, राजनीतिक अवस्था अहिले नराम्रो छ नि, हाम्रो पनि चित्त दुखाइयो।
पाथिभरा लाइनमा मैले सुरु गरेको आमासम्म गठन गरेर हाम्रो इन्द्रमाया राईलाई माथि राखेर यहाँ धरान 15 को आमासम्म इन्द्रमाया राईलाई अध्यक्ष बनाएर मैले सुरु गरेको आमासम्म गठन गरेको। यसले धेरै काम गर्यौँ अनि म त थुप्रैमा आवाज थिएँ। अनि यो पाथिभरा लाइनको पनि फेरि एउटा समूह गठन गरेर झाडु लाउने काम सुरु गरेको, यो बाटो छोड्ने क्या। शनिबार बरु त हिजो त ढिलो उठेछु म, राति ढिलो सुत्छु। अब युकेको टाइम नै अझै मिलेको छैन। यहाँको त 1-2 वर्ष म सुत्दा म उठ्दा त दाइहरू सबै बढालिसक्नु भएको थियो। जतिखेर मैले बढाल्दा चाहिँ खाली थियो, यस्तो पिच रोड थिएन। आजभन्दा 30 वर्ष अगाडि भनौँ न। अनि ढङ्गहरू किनेर मैला ढङ्ग उठाउने नगरपालिकाले हेल्प गर्नुभएको थियो। अनि त्यस्तोहरू सुरु गरेँ त त्यो पनि मैले सुरु गरेँ भन्दा यो चाहिँ धेरै ठाउँमा फैलिएर गयो क्या। राम्रो कामहरू चाहिँ छिट्टै फैलिँदो रहेछ भनेर त्यहाँबाट थाहा पाएको मैले। अनि धेरै त लड्थेँ, महिलाहरूको लागि साह्रै लड्थेँ है, झगडालु भएको। म अहिलेसम्म लडेको भए झगडालु भइसक्थेँ होला क्या, होइन। धेरै लड्थेँ। अनि अर्को चाहिँ यो मैले भने चित्त दुखाइ चाहिँ यो बाटो बनाउनलाई, मैले ठुलो बाटो बनाउनलाई यहाँ हाम्रो कमिटीले, पाथिभरा कमिटीले यो बाटो बनाउनलाई सबै रेडी गरेर 60-40 को उयो थियो नि त, होइन। त्यतिखेर नगरपालिका त्यो सबै गरेर नगरपालिका जाँदा त्यतिखेर बिन्दु प्रसाद गुरागाई सचिव हुनुहुन्थ्यो। यिनीहरूले के गर्यो भने उता के अरे कमिसन खाएर हाम्रोमा आउने पैसा चाहिँ पुतली लाइनलाई दियो क्या। साह्रो चित्त आज भने मैले पछि घुमाएर उता दियो। अनि पछि म नगरपालिका गएँ कि शशी दिदी आउनुभयो भन्दै भएको थियो क्या यिनीहरू कुर्सीबाट। त्यस्तो अनि त्यो भएपछि अनि विदेश जाँदा पनि कस्तो नमिठो लाग्छ, होइन। नमिठो लाग्छ काम गर्ने मान्छेलाई, वातावरण छैन। अहिले पनि छैन काम गर्ने मान्छेलाई वातावरण। त्यसै गरिकन धरान उपमहानगरपालिकाका होइन नगर प्रमुख मेयर हर्क साम्पाङजी हुनुहुन्छ, अझ पनि यहाँका भोटर हुनुहुन्छ, होइन। मेयर हर्क साम्पाङजीको चाहिँ काम कस्तो लाग्छ दिदीलाई? मलाई पहिला त मन परेको थियो, असाध्यै मन परेको थियो। अब अहिले त म यहाँ अब आएर भेटेको छुइनँ, के गर्दै हुनुहुन्छ म अपडेट पनि छुइनँ। आमा बिमारी भएकोदेखि 2-3 महिना भयो, म त्यति अपडेट नै छुइनँ क्या। दाइहरूले गरिराख्नु भएको छ। तर हाम्रो गोर्खा, हाम्रो सङ्गठन जुन छ गोर्खाले चाहिँ हामीले मान्छेले भन्छ हर्क साम्पाङलाई सहयोग गरेर होइन, हामी जुनै साम्पाङ आए पनि धरानको लागि हामी तयारी छौँ। जसले राम्रो काम गर्छ, हर्क साम्पाङले यो गर्छु म भने हामी खडा भयो, उठ्यौँ, हामीले उहाँलाई सघायौँ, होइन। बनायौँ, ट्याङ्कीहरू बनायौँ, संरचना बनाउँदै नगरपालिकालाई जिम्मा दियौँ। अब उहाँले जे गर्छु भन्छ हामीले गरिरहेको छौँ। अहिले मात्रै हर्क साम्पाङलाई मात्रै होइन नि त, हामीले त मनोज म्याङबोलाई पनि त्यति नै सघाएको छौँ, होइन। ध्यानबहादुर दाईको पालादेखि नै हामीले त सघाउँदै आएको छौँ गोर्खालीहरूले। धरान एउटा गोर्खाहरूको सहर हो। अहिले गोर्खाली उठेर गए पनि जुन सबै त गएको छैन नि त, फेरि फर्केर आउने क्रम जारी छ। अहिले हेर्नुभयो भने फेरि यो हाम्रो लाइनमा कतिजना लाउरेहरू हुनुहुन्छ, गुटुटुटु श्रममा जानुहुन्छ, होइन। हिजो अस्ति श्रममा गएर आउनुभयो, मैले चाहिँ जान भ्याएको छैन। तर हाम्रो गोर्खा सङ्गठनले चाहिँ हर्क साम्पाङ आउनुभयो गर्छु भन्नुभएको छ, हामी सघाइरहेको छौँ। अर्को जो आउनुहुन्छ हामी सघाउँछौँ सकेसम्म। दिदी लगभग हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेको पनि सो जानकारी गराउन चाहन्छौँ, होइन। जाँदा जाँदै अब देश विदेश भइनुभएका आदरणीय दर्शकवृन्द, नेपाली दाजुभाइ दिदीबहिनी लगायत अब हजुरलाई माया गर्ने, होइन। त्यसै गरी मिरुनाजीको चाहिँ डाई हार्ट फ्यान र एकदम माया गर्ने शुभचिन्तकजीहरूलाई के भन्न चाहनुहुन्छ? म सबैभन्दा त तपाईँले सम्झेर यसरी मलाई इन्टरभ्यूको लागि आउनु हो, त्यो अचम्म लागेको छ, एकदमै खुसी पनि लागेको छ, अचम्म लागेको छ। अनि मलाई यो भिजुअल इन्टरभ्यू दिनु पनि अलिक अप्ठ्यारो लाग्छ। अहिले त बोल्दा बोल्दा के बोली पठाइन्छ, गलत बोली पठायो भने मान्छे रिसाइहाल्नुहुन्छ। त्यसको लागि के गलत बोल्यो भने सबभन्दा पहिला माफी चाहन्छु र तपाईँहरूको च्यानललाई धन्यवाद भन्न चाहन्छु। र दर्शक जस्तै देश विदेशमा जति हुनुहुन्छ, होइन, पहिला मलाई पनि अति नै साथ दिनुभयो। म त विशेष धराने जनता, धराने साथीभाइ, धराने सङ्गठनहरू, होइन। मैले हिजो अस्ति धरान आएकोदेखि हामीसँगै काम गरेको हाम्रो प्रभु श्रेष्ठ दाई अहिले हुनुहुन्न, स्वर्गीय हुनुभयो, दाइलाई म कति सम्झिरहेको छु। हामीसँगै काम गरेको बिए कृष्ण सर, उहाँलाई सम्झिरहेको छु धरानमा आएर। उहाँ त गुरु नै, धेरै कुरो सिकाउनु भयो, होइन। उहाँहरू हुनुहुन्न अहिले, म सम्झिरहेको छु। र यहाँ काम गरेका
सम्पूर्ण साथीभाइहरू जति राजनीतिक पार्टी, म कुनै राजनीतिक पार्टीमा आबद्ध थिएन, तर सबैले मलाई माया गर्नुभयो, सबैसँग मैले काम गरेँ र अहिले स्वतन्त्र आएको हर्क साम्पाङसँग पनि मैले काम गरेँ। म सबैलाई सम्झिरहन चाहन्छु, सम्झन्छु र परदेशमा बसेर जति सकेको पनि गर्न सकिन्छ गर्न चाहन्छु यदि साथ पायो भने। र मिरुनाको कुरामा चाहिँ मिरुना त्यस्तो ठुलो केही पनि होइन। तपाईँहरू डाई हार्ड फ्यानहरू जो हुनुहुन्छ उहाँहरू नै हो मिरुना। उहाँहरू भइन्जेल मिरुना रहन्छ, तपाईँहरूले छोड्नु बित्तिकै मिरुना रहँदैन। त्यसले गर्दा तपाईँहरू सबैलाई हृदयदेखि नमन भन्न चाहन्छु। धन्यवाद। धन्यवाद दिदी। यतिखेर तपाईँले हेर्नुभएको छ हाम्रो नमस्कार अनलाइन टेलिभिजन र त्यसै गरिकन हामीसँग हुनुहुन्छ नेपालका चर्चित कलाकार नायिका मिरुना मगरका मम्मी हुनुहुन्छ। आज उहाँसँग हामी मिठा मिठा कुरा गर्नेछौँ। यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला। धन्यवाद। दिदी नमस्कार। नमस्ते। सन्चै हुनुहुन्छ? सन्चै त छुइनँ, तर अब अचानक आइपुग्नु भयो, सन्चै भन्नु पर्यो। दिदीको अलिकति परिचय दिनुहोस् न। मेरो परिचय के भनेर, म खासमा शशि थापा सुब्बा भनेर चिन्थेँ पहिला। अहिले म युकेमा बस्छु, धरान 15 को। म एउटा लाउरेकी श्रीमती, म गृहिणी हो। पहिला चाहिँ अनाम नाट्य जमात धरानमा आबद्ध थिएँ, अहिले पनि छु, लगातार छन् त छु। त्यति नै हो, खासै त्यस्तो ठुलो परिचय छैन। त्यसै गरिकन दिदी अब हाम्रो नेपालको चर्चित नायिका हुनुहुन्छ मिरुना मगर, उहाँको चाहिँ मम्मी हुनुहुन्छ होइन। हाम्रो मिरुना मगर चाहिँ अब हजुरको छोरी चाहिँ यता जन्म चाहिँ नेपालमा कि बाहिर कहाँ हो? हङकङमा हो उसको जन्म चाहिँ। हजुर, त्यो फ्यामिली भिजिट हुन्छ नि, 3 वर्ष हङकङ बस्दाखेरि ऊ त्यहाँ जन्मेको। भनेपछि पढाइ पनि उतैतिरै भयो? होइन, हङकङमा जन्मेर नेपाल आयो। ऊ नेपालमै पढेको, ऊ 12 वर्षको उमेरसम्म नेपालमै पढेको। यहाँ धरान 15 कै ज्ञानोदय सेकेन्डरी स्कुलबाट पढाइ सुरु गरेर अहिले पछि उसले यहाँको के अरे विजयपुर स्कुल हाई स्कुल। सानोमा चाहिँ कस्तो थियो अलिकति भन्दैन नि? सानोमा ऊ एकदम जेममा पनि अगाडि थियो, जेममा पनि एकदमै ब्रेनी थियो होइन, भनेको मान्थ्यो। अनि उसलाई केही कामहरू मतलब कम्पिटिसनतिर भाग लिनु पऱ्यो भने रातभरि नचाउँदा प्र्याक्टिस गराउँदा पनि ऊ कहिले थाक्दैन थियो होइन, रातभरि भए पनि उसले गर्थ्यो। अनि जितेरै आउँथ्यो स्कुलमा पनि। अनि मिलनसार थियो, साथीहरूसँग पनि धेरै साथीहरू पनि थियो उसको। अनि पढाइमा पनि एकदमै अव्वल थियो, अनौठो थियो पढाइमा त। मेरो दुइटै छोरीहरू एकदमै अव्वल होइन। मिरुना पनि पढाइमा त जहिले होल फर्स्ट हुने धेरै जस्तो। जम्मा दिदीको चाहिँ 2टा छोरी, मिरुना चाहिँ जेठी कान्छी, जेठी चाहिँ के गर्छ? जेठी छोरी चाहिँ युकेमा, ऊ सिभिल इन्जिनियर हो अहिले। यता भेना चाहिँ? भेना त आर्मी हो, ब्रिटिस आर्मी, एक्स ब्रिटिस आर्मी, युकेमा हुनुहुन्छ। जम्मा 4 जना परिवार? हजुर, युकेमा चाहिँ 4 जना। 4 जना। लगभग धरान छोडेर जानुभएको कति वर्ष जति भयो होला? 16 वर्ष भनिराख्छु नि, मेरो प्रिय सहरलाई छोड्नु त पीडा थियो नि त होइन, तर छोरीहरूलाई बनाउनु थियो। अनि मैले के गर्छु के गर्ने धेरै कुरोहरू, धरानलाई गर्नुपर्ने धेरै कुरोहरू थियो मसँग, गर्ने इच्छा थियो। सानो सानो भए पनि एउटा मान्छेले कति गर्न सक्छ होइन, त्यो इच्छा थियो। तर फेरि छोरीहरूको इच्छा राम्रो होइन, शिक्षा लिने, अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा हो नि त, युकेको युनिभर्सिटीबाट उनीहरू ग्रेजुएट हुनु त, त्यही सपना थियो छोरीहरूको। अनि गयो, गन्दै बस्छु, हरेक वर्ष 16 वर्ष लाग्यो। 16 वर्ष भयो है धरान छोडेर जानुभएको युके। त्यसै गरिकन जस्तै हाम्रो मिरुना मगर नेपालको चर्चित नायिका हुनुहुन्छ। उहाँ चाहिँ चलचित्र क्षेत्रमा चाहिँ कसरी अनुभव होइन यो विषयमा? हामीसँग त त्यो चलचित्रमा खेल्छ भन्ने त कुरै भएको थिएन, तर एक दुईवटा म्युजिक भिडियो गर्दा म चाहिँ खुसी हुन्थेँ क्या त्यो क्षेत्रमा आफू आबद्ध भएकोले गर्दा। त्यो एउटा दस्तावेज हुन्छ नि लाइफमा, कुनै पनि सानो कुरो पनि भनेर हेर्छु म चाहिँ। अनि उसले म्युजिक भिडियोहरू गर्दा अनि सानैदेखि डान्सहरू गर्थ्यो। अनि मैले उद्घोषणहरू सिकाएको थिएँ, स्टेजमा पर्फर्म गर्थ्यो अनि उद्घोषण गर्थ्यो, त्यो खुसी नै थिएँ। तर मैले यसरी नेपालमा आएर नायिका बन्छ होला भनेर चाहिँ सोचेको थिइनँ। घुम्न जाँदो, नेपालमा के गर्दो, अनि जागिर खान्छ होला युकेमै,
अनि एउटा एजमा त गर्छ नि त सबैले कला क्षेत्र हरेक क्षेत्रमा हात हाल्छ नि त्यस्तै गर्छ होला पछि लेख्यो भने चाहिँ कवितिर चाहिँ ढकेल्छु त्यो चाहिँ अब साइड जब गरेर पनि गर्न सकिन्छ नि त त्यो भन्ने चाहिँ थियो किन सानैदेखि साह्रै राम्रो कविता लेख्थ्यो उसले होइन कविताहरू लेख्ने गर्थ्यो अनि त्यो थियो तर अचानक उनीहरू घुम्नु आउँदाखेरि एउटा प्रोजेक्टमा केमा आउँदाखेरि चाहिँ उसले हाम्रो अनुप बराल सर उहाँकोबाट चाहिँ उसले तालिम लिनुभयो त्यहाँबाट चाहिँ हुँदै हुँदै त्यसरी उसले पनि धेरैचोटि भनेको छ नि त्यहाँदेखि त्यो प्रोजेक्ट उनीहरूको जुन लास्टमा एउटा नाटक गरेको थियो त्यो नाटक हेरेर चाहिँ लाल पूर्जाको उसले कलाकारहरूले लिएको रहेछ टिमले मेरो न को चाहिँ पहिलो फिल्म लाल पूर्जा सुपर डुपर हिट भयो होइन उसको निकै राम्रो फिल्म रहेको लाल पूर्जा त त्यसरी सुपर डुपर त भएन तर धेरै जनताले पब्लिकले मन पराएको फिल्म पब्लिकले खै त्यो त त्यति साह्रो थाहा भएन तर लाल पूर्जा राम्रो फिल्म थियो भनेर मृणालले पनि भन्छ फिल्म चाहिँ राम्रो थियो र मृणालको लाइफमा चाहिँ धेरै सिक्ने र ठुल्ठुलो कलाकारहरू सौगात मल्ल विपिन कार्की जस्तो होइन के चौरसिया हाम्रो कामेश्वर चौरसिया जस्तो मेनका प्रधान जस्तो अनि हरिहर शर्मा सर जस्तो कलाकारहरूसँग पहिलोचोटि उभिन पाएको थियो होइन उसले त्यो नै उसको लक्की भयो लाल पूर्जा हिट भयो फ्लप भयो मलाई त्यतिखेर केही थिएन मैले जब कलाकारको लाइनअप देखेको थिएँ त्यतिखेर चाहिँ खुब मलाई चाहिँ खुसी लाग्थ्यो उसले त चिन्दैन थियो कामेश्वर चौरसिया को हो हरिहर शर्मा को हो होइन उसले त पछि बिस्तारै अहिले चिन्दै गयो तर उसले त सौगात मल्ल चिन्थ्यो होला उनीहरूको एजको होइन यङ एजकोहरूले सौगात मल्ल विपिन कार्की अनि म चाहिँ कामेश्वर चौरसिया मेनका प्रधान हरिहर शर्मा सर जस्तो व्यक्तित्वहरूसँग उभिन पाए छोरीले त्यही म चाहिँ खुसी थिएँ अनि त्यो पछाडि त लगातार उसले पाउँदै गयो पछिल्लो समयमा निकै चर्चामा रहेको फिल्म दयाङ राई होइन त्यसै निरुना बहिनीको फिल्म आएको थियो जारी हेर्नुभयो सुपर डुपर हिट पनि भयो निरुनासँगै बसेर हेरेँ एकदम ऐतिहासिक पल होइन ठ्याक्कै छोरीको फिल्म चाहिँ होइन चलचित्र हलमा अब प्रत्यक्ष रूपमा हेर्दाखेरि कस्तो लाग्छ तपाईँलाई म पनि एउटा स्टेजको कलाकार त्यस्तो ठुलो त होइन तर अभिनय के हो बुझ्छु नि त म छोरीको फिल्म भनेर मैले सबै हेरेको छैन कुनै त आदिमै छोडिदिएको छु मैले युट्युबमा आएपछि मात्रै साँच्चै भन्नुपर्दा अघिको फर्स्ट फिल्म नै आधी गरेर हेरेको छु सरी मिरुना अनि अर्को जारी त सँगै बसेर नि हेरेँ कस्तो लाग्यो जारी हेर्दाखेरि चाहिँ राम्रो एकदमै राम्रो कहानी पनि राम्रो अनि कलाकारहरूको पर्फर्म पनि राम्रो डाइरेक्सन राम्रो सबै मिलेको राम्रो होइन जारी चाहिँ अनि मिरुनाको एक्टिङ चाहिँ गहिरिएर हेरेँ राम्रो लागेको थियो पछिल्लो समय फिल्म चाहिँ नाङ्गो गाउँ हेरेँ जारीको तुलनामा त होइन तर राम्रै हो नाङ्गो गाउँ पनि राम्रो फेरि त्यसै गरिकन हिजो मिरुना मगर नर्मल एउटा होइन अब जिन्दगी जिउँदै गर्दाखेरि अब अहिले त नेपालको चर्चित नायिका हुनुभएको छ मिरुना मगर होइन सेलिब्रेटी हुनुभएको छ पब्लिक फिगर हुनुभएको छ यसो हेर्दाखेरि के फरक पाउनु भएको छ त्यो होइन हाम्रो लागि त सबै जस्तै अब नायिकाहरू टक्टर देखिन्छ नि त युकेमा बसेर हेर्दा त मिरुना मात्रै होइन अरू नायिकाहरू पनि चर्चित छन् होइन जस्ट सिम्पल सबैजना फल्ना भनेर चिनिन्छ अहिले मिरुनालाई हामीले युकेमा बसेर हेर्दा चाहिँ ठक्क हेर्दा सरर देखिने नायिकाहरूमा ऊ पनि पर्छ हाम्रो मानस पटलमा तर नेपालमा आएर थाहा भयो क्या अस्ति नै एउटा दोकानमा खाजा खानु पसेको मिरुनासँग मैले गरेँ नि उसलाई कस्तो तरिकाले चिनिँदो रहेछ मिरुना चाहिँ भनेर साँच्चीकै फेमस भएको रहेछस् भने कि मैले साँच्चीकै मैले त्यस्तो साह्रो सोचेको थिइनँ एउटा दोकानमा लुकेर चस्मा लगाएर मास्क लगाएर खाजा खानु पस्दा पनि एकैछिनमा मान्छे एककान दुईकान हुँदै फोटो खिच्नलाई भेला भएको थियो क्या अनि त्यो चाहिँ निकै राम्रै कम मैले चाहिँ यहीँ जोडेको नर्मल लाइफ जस्तो हुँदैन रहेछ होइन कलाकार जहाँसुकै अब खुल्ला तरिकाले हिँड्नु अलिकति खानु जहाँसुकै होइन दिदीले बुझ्दै हुनुहुन्छ मान्छेको सेलिब्रेटी भएपछि चाहिँ अलिक धेरै कुरा मेन्टेन गर्नुपर्छ कि सेलिब्रेटीहरूले चाहिँ के हो भने उनीहरूले बाँचेको लाइफ हुन्छ नि फिल्ममा त्यो चाहिँ धेरै मान्छेको लाइफ हो क्या धेरै मान्छेको सपना हो क्या अनि प्रतिनिधित्व गर्छ नि त एउटा नेपाली महिलाको प्रतिनिधित्व गर्छ एउटा नेपाली छोरीको गर्छ एउटा नेपाली आमाको गर्छ अनि त्यो त सबै उनीहरूको त्यो तर सेलिब्रेटी भन्दैमा सबैले मन पराउँछ गर्छ मलाई ठुलो चाहिँ नहुनु सबै सेलिब्रेटीलाई भन्छु मलाई एउटा कस्तो छ मलाई एउटा चित्त दुखाइ छ क्या
एउटा मैले पहिलादेखि मानेको एउटा नायिका, मलाई यस्तो मनपर्ने नायिका, हाम्रो जमानाको नायिका युके आउनु भएको थियो है। उहाँ के अर्कै काममा आउनु भएको, म मेरो छोरीसँग गएको, तर मलाई उहाँसँग बोल्ने यस्तो इच्छा थियो क्या। त्यो एउटा नायिका, हाम्रो पालाको नायिकासँग यति घमण्डी आँखा पनि नजुदाएको, छेउमै गएर बस्दा पनि। हुनु त एक्टिङकै हिसाबमा भन्यो भने त उहाँहरूभन्दा अगाडि हामी स्टेजमा आएर दुनियाँ गरिसकेको होइन। घमण्डी गर्ने पर्ने भने त हामीले पनि गर्दा हुन्थ्यो, तर म चाहिँ एउटा कलाकार अनि उहाँ चाहिँ हाम्रो पालाको नायिका हो नि त। अनि म चाहिँ यहीँबाट भन्छु नायिकाहरूलाई, मिरुना लगायत अहिलेको सबै नायिकाहरूलाई के भन्छु भने, कोही तपाईँको छेउमा आउँछ भने घमण्डी नहुनु। यति चित्त दुख्दो रहेछ त्यो नायिकालाई। मलाई अहिले यति मनपर्ने नायिका, त्यसको नाम पनि सुन्नु मन लाग्दैन मलाई। त्यसको केही टिभीमा आयो भने मारिदिन्छु। मैले कति राम्रो एउटा प्रोग्रामै हेर्नु छोडिदिएँ क्या, त्यति साह्रो हुँदो रहेछ। त्यसले गर्दाखेरि नायिकाहरू फेमस त हुन्छ, सबैले मन पराउँछ, सेलिब्रेटी हुन्छ, तर प्लिज तपाईँहरूलाई बनाउनेलाई चाहिँ चित्त नदुखाइदिनु। सेलिब्रेटी आफै भएको होइन, मान्छेले बनाएको हो। अनि ती बनाउने मान्छेहरूको चाहिँ कसैको पनि चित्त नदुखाइदिनु। त्यसै गरिकन अब हजुर पनि पहिला अब धरानमै अनाम नाट्य पनि हुनुहुन्थ्यो। अनाम नाट्यमा अघि भने मैले उहाँहरूभन्दा अगाडि अभिनय के हो बुझिसकेको थिएँ। लगभग कति जति यो नाटक क्षेत्रमा लाग्नुभयो तपाईँले धरानमा रहँदाखेरि? 42 सालदेखि नाटक खेल्न सुरु गरेको होइन मैले। 42, 43, 40, 45, 46, 5 वर्षसम्म लगातार नाटकमै आबद्ध रहेँ। अनि पछि बिहा भएपछि पनि लगातार अनाम नाट्य जमातसँग, र अहिले पनि अनामसँगै छु। लगातारै चाहिँ मैले नृत्यको पाटाहरू सम्हाल्थेँ होइन। अनि अभिनय पनि सुरुमा हाम्रो आउने भाइ बहिनीहरूलाई ट्रेनिङ हामीले पनि दियो, शारदाले, मैले, अरू दाइहरूले सिकाएको थियो, हामीले लिएर ट्रेनिङ दियो कति भाइहरूलाई, जति जानेको आफूले। त्यस्तो अब ठुलो हुने कलाकार त होइन, तर त्यतिखेरको समयमा धेरै दुःख गयो। भन्छ दिदीकै गुण चाहिँ अब नानी मेरुनाजीकोमा सर्की होइन, कला जसरी लिन्छ नि, कलालाई जसरी सम्मान गर्छ नि, त्यो चाहिँ हाम्रो घरबाटै पायो उसले। कलाकारहरूप्रतिको सम्मान, कलाप्रतिको सम्मान चाहिँ उसले। किनभने हाम्रो समयमा कस्तो थियो भने, कलाकार हुने हामी, कलाकारले कलाकारलाई सम्मान गर्थ्यौँ। हामी त कलाकार भन्थ्यौँ भने कति मान्छेले चाहिँ कला बुझ्दैन थियो, यिनीहरू त नौटङ्गी, यिनीहरू त नाच्ने भन्ने समय थियो नि त। त्यसरी अब त्यो तपाईँको घरको वातावरण कस्तो हुन्छ त? हामी त कलालाई सम्मान गर्ने वातावरण पायो नि त मिर्नाले। त्यो भएर उसले चाहिँ कला ठ्याप्पै पक्रियो। तर उसले नायिका बनेर अहिले त्यो पोजमा, त्यो भन्नुभयो हुन्छ नि तपाईँहरूले, जुन पोजमा मिरुना छ, जुन स्टेजमा छ, उसको पोज छ, त्यो चाहिँ कस्तो भने, मेरो चाहिँ एक रति पनि लगानी छैन। न पैसा, न बोलेको छु, न कसैलाई के भनेको छु। उसको डाइरेक्टरहरूसँग मेरो संवाद वार्ता पनि छैन है। उसले आफ्नो उसले गरे कि, त्यो चाहिँ मलाई खुसी लाग्छ सबैभन्दा। मान्छेले हेर्दा शशी दिदीलाई सबैले चिन्छ होइन, डाइरेक्टरहरूले चिन्छ भन्नुहुन्छ होला। इभन सबैभन्दा नजिकमा चिनेको डाइरेक्टर भनेको जारीको हाम्रो के अरे उपेन्द्र सुब्बा। उपेन्द्र सुब्बाले धरि मलाई युके आएको बेलामा जारी बनाउँदैछु भन्नुभयो, मिर्नालाई लिँदैछु भन्नुभएन क्या। पछि मैले भने, मलाई किन नभन्नुभएको, मिर्ना रहेछ त नायिका भनेर। त्यसरी भन्दा होइन दिदी त्यतिकै नभनेको, तपाईँलाई भन्नु डर लाग्यो नि, बाहिर दिनुहुन्न भन्ने खालको कुरा गर्नुभयो। अनि अरू उसको जति पनि फिल्मको डाइरेक्टरहरू छ, कोहीसँग बोलेको छैन म अहिलेसम्म। त्यो चाहिँ खुसी लाग्छ क्या। मतलब पैसा, पावर अथवा भनसुन गरेर चाहिँ बनेको होइन मिरुना, आफ्नो पावरले बनेको, आफ्नो मेहनतले हो। आफ्नो मेहनतले उसले त्यो भित्र कति सङ्घर्ष गर्यो। कतिवटा सङ्घर्ष त तपाईँहरूले देख्नुभयो, कति कुरो सहयो होइन, कति सङ्घर्ष गर्यो, कतिजनासँग लड्यो। त्यहाँनिर नयाँ नायिका हुँदा पुरानाले कति के गर्यो होइन, तर अहिले उसले आफ्नो स्थान चाहिँ बनायो। दिदी अब तपाईँले अब नाटक क्षेत्रदेखि होइन, अब नाटक क्षेत्रमा धेरै रहेर काम गर्नुभयो, चलचित्र क्षेत्रलाई नजिकबाट बुझ्नुभएको छ होइन, यो रियल लाइफ र रियल लाइफमा कतिको फरक हुँदो रहेछ दिदी? धेरै धेरै फरक हुन्छ नि, आकाश पातालकै फरक हुन्छ। अहिले बन्ने सिनेमाहरूमा चाहिँ हाम्रो गाउँले हाम्रो आफ्नो कथाहरू, कहानीहरू आउन थालेको छ र त्यो टच गर्छ, छुन्छ, त्यही हो नि त अहिले होइन। तर एउटा कलाकारको लागि चाहिँ रियल लाइफ र रियल लाइफ धेरै आकाश पातालको फरक हुन्छ। रियल लाइफमा ल्याएर रियल लाइफ मिसायो भने त्यो कलाकार खतमै हुन्छ। रियल लाइफमा लगेर आफ्नो रियल लाइफ मिसायो भने पनि त्यो बन्न सक्दैन। एउटा कलाकारले चाहिँ दोहोरो
एउटा रियल लाइफमा आफ्नो लाइफ बाँच्नु पर्यो, रियल लाइफमा धेरैजनाको लाइफ बाँच्नु पर्यो क्या, त्यसले गर्दा धेरै आकाश पातालकै फरक हुन्छ। त्यसै गरिकन अब मिरुनाजीको चाहिँ अब नयाँ प्रोजेक्ट, नयाँ फिल्महरू अब दिललाई थाहा भएको होला, कुन कुन आउँदैछ? मैले थाहा भएकोमा चाहिँ अब आउने त उनको स्विटर हो होइन, म पनि एकदम पर्खिरहेको चाहिँ विपिनसँग भएकोले उनको स्विटर उनको स्विटर उता रेडी छ, आउनु रेडी। विपिन कार्की नै मिरुना छ होइन। अनि दयासँग त अब पर्खिनु भइहाल्यो, कबड्डी 5 पनि हुन्छ होला र कबड्डी के अरे जारी 2 आउँदैछ। अनि डबल ट्रिपल भन्नेमा चाहिँ हाम्रो राम्रो कलाकारसँग आउँदैछ, उसको 5-6वटा त अहिले उसको रेडी छ। अनि जनै हराएको बाहुन के भन्नेमा पनि उसले भर्खर साइन गरेको छ। अनि यो कुस्तीमा सुट भइरहेको छ। अनि अर्को डबल ट्रिपल जेस उसको थुप्रै छ, अहिले मैले देख्दाखेरि चाहिँ 7वटासम्म चाहिँ उसको कन्फर्म छ। त्यसै गरिकन दयाङ राईज्यूसँग चाहिँ होइन एकदम मिरुना मलको चाहिँ जोडी मिल्छ होइन। होइन फिल्महरू पनि सुपर डुपर भएर हिट भइरहेको छ होइन।